हामी सन्चै छौँ, हजुरलाई पनि सन्चै छ होला भन्ने आशा गर्दछु। आज चाहिँ हामी मन्दिर जाँदैछौँ पशुपति दर्शन गर्नको लागि, किन भन्दाखेरि आज के छ, तिम्रो बर्थडे, मेरो बर्थडे छ, त्यही भएर मन्दिर जाँदैछौँ। अब हामी रेडी हुन्छौँ। बिहानै हामी कति भयो, 7:30 भइसकेको छ बिहानको। हामी नुहाइ गरिवरी अब रेडी, म चाहिँ रेडी भइसकेको छु। यहाँ दिदी चाहिँ रेडी हुँदै हुनुहुन्छ, मेकअप गर्ने अरे अलिअलि, अनि त्यही भएर यहाँ रेडी हुँदै हुनुहुन्छ। त्यही भएर अब हामी जान आँटेको। हाम्रो गाडी चाहिँ आइसकेको छ यहाँनिर होइन। अब हामी जान्छौँ गाडी चढेर। दिदी पुरा हामी जानुभएको छ, अब हामी जान्छौँ। हाम्रो गाडी आइसकेको छ। एयरपोर्ट आइपुगिसक्यौँ। यहाँदेखि चाहिँ कहिले उड्नु जामले गर्दाखेरि चाहिँ अगाडि जान पाएको छैन। जाम पर्छ अनि हामी जान्छौँ। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ। मन्दिरको गेट यो हो। अब यहाँबाट छिर्न चाहिँ मिल्दैन होइन, त्यही भएर अब हामी यताबाट छिर्दैछौँ। यहाँ पैसा माग्दै हुनुहुन्छ। उता पल्लो बाटोबाट गेटबाट जाँदाखेरि चाहिँ त्यहाँनिर मान्छे जलाइराखेको छ अरे करेन्टबाट, अनि त्यही भएर त्यहाँबाट छिर्न दिनु भएन। त्यही भएर हामी चाहिँ यताबाट जाँदैछौँ। अब होइन हामीले घरबाटै फुलहरू लिएर आएको थियौँ मछेताहरू, त्यही भएर हामीले यतातिर लिन घरकैबाट ल्याउनु भन्छ नि त पूजा गर्नको लागि, अनि त्यही भएर चाहिँ हामीले घरबाटै लिएर आएका हौँ। हामी चाहिँ मन्दिर फाइनली आइपुगिसक्यौँ। अब हामी यहाँबाट जान्छौँ। मान्छे हेर्नु न आज कति धेरै हो, कति पूजा गर्नु पनि पाइने हो होइन थाहा छैन। हामी हात धुन जान्छौँ अगाडि। हामी फाइनली आइसकेको छौँ। अब यहाँबाट हामी छिर्छौँ, लाइन बस्नुपर्छ होला। आज मन्दिर भिड छ। भित्र मिल्दैन रहेछ भित्रलाई भित्र, अनि त्यसबाट हामी बाहिर आयौँ। हेलो साथीहरू, हामी चाहिँ मन्दिर गइवरी पूजाहरू गरेर हामी अघि आइसकेको छौँ। आएर खानासाना बनाएर खाइसक्यौँ। खाइसकेपछि अब बेलुका चाहिँ के खाने भनेर भन्दाखेरि आज चाहिँ हामीले अब स्पेसल गाजरको हलुवा खाने भनेर प्लान गरेको छौँ। अब कस्तो हुन्छ के हुन्छ हामी हजुरलाई देखाउँछौँ। के ठिक पारेको छौँ भनेर पहिला फर्स्टमा हामीहरू हजुरलाई देखाउनेछौँ है त। यहाँ चाहिँ रहेको छ गाजर हामीले मसिनो पारेर कोरेको छौँ। अनि त्यसपछि यहाँनिर आलमोन्ड अनि यहाँ किसमिस, अनि यहाँनिर चाहिँ ल्वाङ सुकुमेलहरू हामी पिसेर मसिनो पारेर पिसेर हामी हाल्नेछौँ। अब कस्तो हुन्छ के हुन्छ हामी बनाउँदै गएपछि फर्स्ट टाइम बनाउनु लागेको, योभन्दा अगाडि त बनाएको थिएन र पनि हामीले कस्तो हुन्छ भनेर अब फर्स्टचोटि ट्राई गर्न आँटेका छौँ है त। साथीहरू यहाँ मैले यसमा गाजरलाई घिउ हालेर अनि त्यसपछि मैले एकछिन गाजरलाई भुटेर यहाँनिर अलिकति दुध हालेर अब यसलाई छोपिदिन्छु एकछिन। अनि यो सुक्छ, अनि सुकेपछि कस्तो हुन्छ हजुरलाई देखाउँछु है त। वाउ साथीहरू हेर्नु गाजरको हलुवा यो देखेर खाउँ लाग्दो भइसकेको छ। पानी सुकिसक्यो, यसलाई पकाउन चाहिँ निकै नै समय लाग्दो रहेछ। हामीले अघिदेखि नै पकाएको लगभग 1 घन्टा 1.5 घन्टा 2 घन्टा हुन आँटिसक्यो होला। यसलाई हामी दुध हालेर दुध सुक्न टाइम लाग्दो रहेछ। अनि यसलाई ठिकै समय लाग्यो हामीले पकाउनको लागि। अब रेडी भइसकेपछि साथीहरू
साथीहरू हाम्रो चाहिँ हलुवा पाकेर रेडी भइसकेको छ। अब हामी खान्छौँ। खाइहेर्नु त कस्तो छ। यम्मी छ। वाउ मिठो एकदम मिठो छ है। हाम्रो चाहिँ हलुवा पाकिवरी रेडी भइसकेको छ। अब मैले पनि खाएँ 1 चम्ची अघि, एकदम मिठो लागेको छ होइन हलुवा चाहिँ। अब हामी खान्छौँ। तपाईँलाई भिडियो कस्तो लाग्छ, मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई।